वर्शिप मिनिस्ट्री यति ठुलो मिनिस्ट्री हो। सो यो खालि हामीले एउटा स्टेजमा मात्रै गीत गर्ने मात्रै मिनिस्ट्री होइन होइन। अनि वान अफ द थिङ्स द्याट रोल अफ अ वर्शिप लिडर चाहिँ के पनि हुन्छ भने चाहिँ यु आर अ लिडर नम्बर 1। अनि त्योभन्दा पनि अगाडि चाहिँ यु हेभ टु बी अ डिसाइपल अफ गड। पहिला हामी प्रभुको असल चेला हुनु चाहिँ पर्छ, किनभने अ गुड वर्शिपर क्यानट बी अ गुड वर्शिपर विदाउट बिकमिङ अ गुड डिसाइपल। सो डिसाइपलसिप चाहिँ एकदमै इम्पोर्टेन्ट कुरो हो, नम्बर 1। नम्बर 2 चाहिँ तपाईँले आफ्नो टिमलाई कसरी डिसाइपलसिप गर्नुहुँदैछ। लिड त गर्दैछौँ हामी गीत गाएर, तर एट द सेम टाइम त्यो क्राउडलाई, त्यो टिमलाई चाहिँ कसरी जर्नीमा तपाईँले आफ्नो टिमलाई डिसाइपलसिप गराउँदै अगाडि लानुहुँदैछ, त्यो इम्पोर्टेन्ट कुरो हो। किनभने कति कुरोमा हामीलाई लाग्छ स्टेजमा गाउँदा मात्रै धेरै राम्रो देख्छौँ हामी होइन, तर उसको जीवनमा बितिरहेको घटनाहरू के भइरहेको छ। अस्ति हामीले रिसेन्टली सुशान्त सिंहको देखिरहेको थियौँ। हामीले बलिउडमा त उसलाई अब दामी हाँसेको खेलेको मात्रै देखिरहेको थियौँ, तर उसको इनसाइड, उसको दिमागको भित्र र हृदयको भित्रमा कस्तो कुराहरू खेलिरहेको छ त्यो कुराहरू हामी देख्दैनौँ होइन। सो इम्पोर्टेन्ट कुरो के, यु आर टु डेयर टु काउन्सिल योर टिममेट्स एज वेल। तपाईँले कसरी काउन्सिलिङ गर्नुहुँदैछ, तपाईँले कसरी लिडरसिपलाई आफ्नो टिमलाई अगाडि लिएर जानुहुँदैछ, तपाईँले कसरी आफ्नो टिमलाई वर्शिप एन्ड मिसन्सको पनि त्यसमा ठुलो भूमिका हुन्छ है वर्शिपमा स्पेसली। किनभने जसले वर्शिप गर्छ, मलाई अझै पनि याद छ 2007 सालमा मैले बफिट्ससँग एउटा रेस्टोर वर्शिप टुर गरेको थिएँ युरोपभरि। अनि हामीले त उसलाई खालि अब ठुलो इन्टिग्रिटी म्युजिकमा दिएको वा टेलिभिजन च्यानलमा दिएको होइन। सो मैले सोचेको थिएँ दामी हुन्छ स्टेजमा आज चाहिँ प्रोग्राम भनेर, तर प्रोग्राम गर्दै जाँदाखेरि त्यसको रियल स्टोरी चाहिँ के रहेछ त्यो रेस्टोर वर्शिप टिमको भनेर बुझ्दाखेरि त उसले त सबै वर्शिप है, ठुलो स्टेज थियो त्यहाँनिर, ठुलो चर्चहरू गयौँ हामी, मेगा चर्चेसहरू। त्यो मेगा चर्चेसमा गरेर पनि वर्शिप गरेर चाहिँ उसले के गर्दो रहेछ भने चाहिँ उसले चाहिँ त्यहाँबाट उठेको जुन अफरिङ्सहरू छ त्यो अफरिङ्सले चाहिँ अनाथ आश्रमहरूमा पैसा दिँदै रहेछ, जसको विधुवीहरू, जसको बुढाहरू छैन है। हामीले कोसोभो भन्ने ठाउँमा त्यो एक प्रकार एउटा टाइममा डरलाग्दो क्राइसिस भएको थियो, त्यहाँनिर धेरै भनौँ न मान्छेहरू मारेको थियो, स्पेसली मेन होइन, स्पेसली हाम्रो दाजुभाइहरूलाई मारेको थियो। अनि दिदीबहिनीहरू जो विधुवी भएको थियो उनीहरूलाई चाहिँ घर बनाएको देखेँ। अनि सबभन्दा इम्पोर्टेन्ट कुरो चाहिँ मलाई दामी के कुरो लाग्यो भने उसको चाहिँ बफिसले जब वर्शिप लिड गर्यो होइन, अब उसलाई त जसले पनि चिन्ने एज अ बिग सेलिब्रिटी। अन्त जब हामीले स्टेजबाट सकेर चाहिँ हामी खाना खानु जान्थ्यौँ म्याकडोनल्ड्समा वा कुनै रेस्टुरेन्टमा, ऊ त्यत्रो धेरै माथि पुगेको मान्छेले चाहिँ हामीलाई ट्रेमा आएर सर्भ गर्थ्यो क्या पहिला खाना। अनि हि वाज द लास्ट वान टु इट द फुड। मैले चाहिँ याद गरिरहेको थिएँ, आमा यो मान्छे अब कस्तो भयो कि हामीसँग बोल्दैन होला टिममा भए पनि त्यस्तो, तर उसले चाहिँ हरेकसँग पर्सनल टाइम बिताएर फर्स्ट हामीलाई खाना सर्भ गर्थ्यो अनि उनले लास्टमा गर्थ्यो। अनि मान्छे जति माथि जान्छ त्यति नै हम्बल हुँदो रहेछ भन्ने पनि मैले सिकिरहेको थिएँ। सो हम्बलनेस इज वान अफ द की फ्याक्टर अफ वर्शिप मिनिस्ट्री। इट्स अ बिग जर्नी, बिग मिनिस्ट्री, र यो खालि स्टेजमा मात्रै होइन तर इट्स अ होल लाइफ जर्नी हो। सो कुनै व्यक्तिसँग जर्नी गरेर हिँड्नु चाहिँ द्याट्स अ मिनिस्ट्री। सो इट्स इम्पोर्टेन्ट। मेरो एकजना भाइ छ, उसलाई मैले मेन्टर गरिरहेको थिएँ। अनि उसको कथामा के भयो भने हि वाज अ भेरी गुड वर्शिप लिडर, र उसको घरमा चाहिँ आपा अलिकति रक्सी खाने होइन, हि वाज एन एल्कोहोलिक। आमा एकदमै दुःख गरेर बस्ने। अनि मैले उसलाई भने भाइ तिमीले त अब ग्रेजुएट भइसक्यौ, अब स्टेजमा मात्रै तिमी गाडी हेरेक, स्टेजमा मात्रै तिमी खालि गिटार बजाएर वर्शिप गर्ने कि प्र्याक्टिकलिटी अफ वर्शिप गर्ने। किनभने तिम्रो घरमा चाहिँ अहिले पैसाको धेरै खाँचो छ र तिमी चाहिँ अब ग्रेजुएट भएको कारणले गर्दा तिमी त काम गर्नुपर्छ बाहिर गएर, अनि काम गरेर चाहिँ घरमा चाहिँ प्रोभाइड गर्नुपर्छ। द्याट इज द प्र्याक्टिकल वे अफ वर्शिपिङ द लर्ड भनेको थिएँ। अनि मलाई खुसी लाग्छ उसले आज त्यो छोड्यो होइन। छोड्यो भन्नाले उसले गर्दै गरेको वर्शिप जुन स्टेज थियो, उसले स्टेज वर्शिप छोडेर चाहिँ प्र्याक्टिकलिटी एउटा जर्नी अफ वर्शिप चाहिँ उसले गरेको छ। र अस्ति मैले हेर्दै गर्दाखेरि उसले नयाँ बाइक किनेको रहेछ। द्याट्स सो नाइस, किनभने उसले सबैलाई नै हेल्प गरिरहेको होइन। घरमा आमालाई काम नगर्नु भनेछ, आमालाई घरमा पैसा ल्याएर होइन, कति राम्रो प्र्याक्टिकलिटी अफ वर्शिप चाहिँ उसले जिरहेको छ। इट्स अ लाइफस्टाइल अफ वर्शिप भनौँ न, लाइफस्टाइल अफ वर्शिपमा। अनि उसले अहिले बस्तीको सानो चर्चहरूमा पनि गएर सिकाइरहेको छ वर्शिपको कुराहरू होइन, ठुलो स्टेज छोडेर।
So that is the beauty of living as a lifestyle of worship. So it's important that we are not focused just on stage. स्टेजमा मात्रै फोकस नगरेर हामीले लाइफस्टाइलमा फोकस गऱ्यौँ भने चाहिँ वर्शिपको त्यो इन्टेन्सिटी र डेप्थनेस भन्ने कुराले चाहिँ खालि एउटा त्यो कङ्ग्रिगेसन्स वा एउटा चर्चको सर्भिसमा मात्रै ब्लेसिङ नभएर चाहिँ इट्स अ ब्लेसिङ फर अ कम्युनिटी, इट्स अ ब्लेसिङ फर अ होल नेसन्स. र जसरी हामीले यहाँनिर पानी देखिरहेको छौँ नि बगेको हैन, यो पानी बगेकोलाई म ऊ पनि गर्न सक्दिनँ भनौँ न, एउटा बाल्टीमा हालेर राख्छौँ भने त्यो कन्टेन भएर बस्छ, तर यसलाई फ्लो गर्नु दिउँ भने चाहिँ इट फ्लोज एन्ड इट बिकम्स अ ब्लेसिङ टु एभ्री वान. सो वर्शिप इज अ लाइफस्टाइल, अनि आई वुड इन्करेज यु टु walk on a lifestyle of worship.